वेलकम टु अ न्यू ब्लग। अहिले म र मम्मी चाहिँ यसो ब्याङ्क जान लाग्यो, काम छ होइन। मम्मी हुनुहुन्छ पछाडि, अब भानु चोकतिर जानुपर्ने छ, काम छ ब्याङ्कको। अहिले चाहिँ पुगिसक्यो म भानु चोकमा। यहाँभित्र छ ब्याङ्क। यो मम्मी गइसक्नु भित्र, अब मनी सिद्धिसक्यो ब्याङ्कको काम नि। अहिले चाहिँ हामी अब निस्किन लाग्यो, अब जाने, अब फर्किने। दाइ चाहिँ बजाज सोरुम हिँडेको, बाइकमा हल्का फल्ट आएको छ। अहिले वारेन्टीमै छ, इस्यु छ हल्का। बजाजको सोरुममा हिँडेको, वारेन्टीमै छ नि त अहिले बाइक, त्यही भएर सोरुममा लग्नुपर्छ। यता रामानन्द चोकबाट सोरुममा आएको भएन आज। अब भोलिको टाइम दिएको छ, अब भोलि फेरि आउनुपर्छ। र अब सोरुम आइएको थियो, सोरुममा पनि काम भएन। आज भोलि बोलाएको छ, अब भोलि फेरि आउनुपर्छ। अब फर्केको अब घरतिर अब। ले चाहिँ म र मम्मी चाहिँ यहाँ वार्ड अफिस जान आँटेको, मुजुलियाभन्दा अगाडि यहाँ हुनुहुन्छ यही बाइकमा। अहिले चाहिँ यो बाइक छ, सिफ्ट भइसक्यौँ, जान लाग्यो। लाइन चाहिएको छ नि त बिजुलीको लागि, बिजुलीको त्यो लाइन, त्यसको लागि वार्डमा जानुपर्छ पहिला। अनि त्यही जान लाग्यो। अहिले चाहिँ वार्ड अफिस जाँदा नि अनि त्यहाँनिर आएको पनि भएन होइन। त्यहाँबाट चाहिँ उयो पहिला फर्म लिएर आउनु भन्यो विद्युतीय प्राधिकरणको अफिसबाट के। अनि त्यहाँबाट फर्म ल्याएर अनि चाहिँ बल्ल यहाँ दिनुपर्ने रहेछ। अब त्यो फर्म लिन हिँडेको हामी चाहिँ। यो चाहिँ पुगिसक्यौँ हामी यहाँ बिजुली अफिस, यहाँ छ। अब मम्मी फर्म लिन जानुभएको छ, आउनुहुन्छ फर्किनु। उनको फर्म लिन खै मान्छे नै छैन, बस्नु पऱ्यो। अब यही फर्म लिनलाई आधी घन्टा वेट गर्नु पऱ्यो। अनि यहाँ छ म र मम्मी, यही फर्म लिन आएको। यहाँ छ बाइक, अब जाने। अब हामी अहिले चाहिँ फेरि अब हामी जाँदैछौँ। अब वार्ड अफिस जानुपर्ने छ, मलाई सिग्नेचर चाहिन्छ। अनि फोटोकपी पनि गराउनु पर्ने छ नाइट गएको। चोकमा त्यहाँ गएर बुझाउने हो के कसो भन्छ ल। त्यही
अहिले चाहिँ यहाँबाट पिस आइपुगिसक्यौँ। अब यता यहाँ फर्महरू भर्दैछ। एउटा पेपर चाहिएको थियो अनि पेपर चाहिँ साथीले लिएर आउँदैछ। यहाँ नहुनुहुन्छ यहाँसम्म आउनुहोस्। म अब बस्ने अब कति बेर बस्नुपर्छ। ल यो पेपर लिएर आउने मान्छे यस्तो ढिलो गर्छ यसले चाहिँ। अघि भनेको बल्ल लिएर आउँदैछ पेपर पनि। अघि लिएर आइज भनेको बल्ल लिएर आउँदैछ पेपर यसले। भर्खर पुगेको अनि कति बेला आउनु। यहाँनिर मन्दिर छ बन्दै गरेको। यहीँ हो वार्ड अफिस चाहिँ। यहाँ वार्डको काम पनि भइसक्यो। अब यहाँबाट फेरि जाने हो। यहाँनिर अब पुऱ्याउनु पर्छ। यहाँको चाहिँ सबै भइसक्यो। चार बजी आँट्छ खाना खाँदैन। खाना खाएर यहाँ साथीहरू पनि छ 2 जना यतैको। अहिले चाहिँ यहाँ अब यसो साथीलाई प्रसाद दिन हिँडेको। यसैको घरमा जहाँ दिन जान आँटेको पुऱ्याउनु। बाइक यस्तो छ हिँड्ने ठाउँ छैन। अब लगिदिनु पऱ्यो। फेरि मलाई पुऱ्याइन्छ। एकदम ढिलो मान्छे। जनकपुरको हाइवे दामी छ अहिले। लाइट ला हो तर बिग्रि पनि सकेको छ। लाउँदा लाउँदै बिग्रिन्छ। जनकपुरमा यस्तै हो। यो त नर्मल कुरा हो। यतिको हुनु भनेको त। अब गइँदैछ यसैको घर प्रसाद पुऱ्याउने अनि फर्किने हो फेरि। मामाश्री होइन त्यसरी जाने अब सरक्क चाहिँ बाटोमै छ। पानी पनि पर्न थालिसक्यो। जाँदा जाँदै भिज्नु चाहिँ भएन। पानी पर्न थालिसक्यो यार। पुग्यो होइन। यहाँ चाहिँ साथी यसैको घर। नयाँ नयाँ घर बनाएको रहेछ। यहाँ चाहिँ यसको भोटभोटे आफ्नो चाहिँ अब घर देखाउँदैछ। नयाँ नयाँ घर दामी बनाएको रहेछ तल चाहिँ। ल अब माथि चाहिँ मान्छेहरू छन्। यहाँको साथीको घर हो। यहाँ अब सबै दिदी तरुवा सरुवा खुवाउँदैछ। ल अनि त्यहाँ चाहिँ एयरपोर्ट रहेछ। प्लेन उड्न आँटेको जस्तो छ। त्यसै गरी नोइज आइरहेको छ। नआउनु पर्ने त्यत्रो त। ल अब भर्खर हेरिसकेर अब फर्केको हामी चाहिँ अब मान्छे आफ्नो घर यतातिर बस्यो। घर देखायो खानासाना खायो। अब जाने अब घरतिर लागेको। अब हामी चाहिँ राइडर हाम्रो राइडर प्रो राइडर अहिले चाहिँ जाँदैछौँ अब फर्केको।